तपाईलाई थाहा छ तपाईको कोखमा हुर्किरहेको बच्चा जो अझै जन्मिएको छैन उसको टाउकोमा पनि हजारौं रुपैयाँको ऋण छ। देशको कुल ऋण जीडीपी को 45.95% पुग्यो। अर्को महिना बढेर यो 46% नाग्दैछ। हामी विकास माग्न जान्छौं, उनीहरू हामीलाई ऋण दिन्छन्, हामी खुसी हुन्छौं, तर त्यो ऋणले हाम्रो स्वाधीनता बन्देक राखेको पत्तै पाउँदैनौं। अनि मेरो नेता जिन्दाबाद भन्दै झण्डा बोकेर दौडिन्छौं। उनीहरूको पापलाई अनुमोदन गर्छौं, त्यसको बदलामा हामीले के पाउँछौं थाहा छ? गरिबी, अन्याय, अत्याचार, व्यभिचार, दुराचारको शिकार बन्छौं। यो देशमा 12 लाख सुकुम्बासी देखिएका छन्। राज्यले व्यवस्था गरेको त्यो भन्दा धेरै कति छन् कति। हरेक चुनावमा उनीहरूलाई जग्गाको लाल पूजा बाँड्ने आश्वासन दिन्छ, रक्सी र मासुमा लट्ठ बनाएर भोट फकाइन्छ। जब चुनाव सकिन्छ सुकुम्बासी बोझ बन्छन्, आयोग बन्छ, कार्यकर्ता भर्ती हुन्छन्, नेता कार्यकर्तालाई लाल पूर्जा बाँडिन्छ, समस्या जस्ताको तस्तै राखिन्छ जानी जानी, किनकि उनीहरू पार्टीको भोट बैंक हुन्। सुकुम्बासी समस्या होइनन्, दलहरूका लागि भोट बैंक हुन्। यो राजनीति बेइमानीको पराकाष्ठा हो, तर अझै त्यही बेइमानलाई अनुमोदन गर्ने तपाई हामीलाई जीवित भन्ने कि लास।